हेलो नमस्ते सबैजनालाई वेलकम टु माई फिफ्थ ब्लग। 2 दिन वर्षाको कारणले त हाम्रो गाउँमा त बाढी पो आयो। बाढी आएको खेतहरू सबै धानहरू नष्टै, ओडा कारेलाई पनि डुबायो। आज चाहिँ बाबुले पूजा गर्न लाउनु भएको थियो। म चाहिँ चिया बनाएर चिया खाएर चाहिँ खोरतर्फ लागेँ। घरदेखि चाहिँ खोर 2-3 मिनटको दूरीमा चाहिँ खोर पनि पुग्यो। हामीले चाहिँ हाँस कुखुरा बाख्रा सबै पालेको छ। मासु चाहिँ सानो बच्चा निकालेको थियो। मम्मी पनि यहीँ हुनुहुन्थ्यो। अब एक दिन चाहिँ रातो भालालाई काटेर हानियो। बाख्राको सानो मुनीले चाहिँ मलाई देखेर ल हान्यो मलाई। त्यसपछि त झन् उफ्री हान्छ के अरे। मलाई त मलाई हानेर चित्त पनि बुझेको रहेछ। यो फटा खसीले त मम्मीलाई पनि हान्यो। त्यसपछि मम्मीको यसले पिटाइ पनि खायो। यसलाई चाहिँ मैले बाढी हेर्न जाम भनेर मम्मी र म भएर चाहिँ बाढी हेर्न गयौँ। बाढी हेर्न गएको त हेर्नुहोस् त लगाएको सबै डुबान, बाटो पनि डुबान, सबै खेत धान बाली सबै डुबान। घर आएर चाहिँ म खाना बनाउन थालेँ। खाना बनाइसकेपछि म खाना खाएर चाहिँ म चाहिँ बाहिर जानु पनि सानो काम भएर चाहिँ म बाहिर जानको लागि रेडी भएँ। बाबा नि रेडी भइसक्नु भएको थियो। बाबा र म भएर चाहिँ बाहिर जानको लागि निस्किएँ। मेरो कामको लागि चाहिँ धेरै समय लागेन, छिटी नै सक्यो मेरो काम। त्यसपछि चाहिँ बाबाले मलाई घुमाउँदा फुपूको घर पो पुऱ्याउनु भयो। फुपूको घर केही समय बसेर फुपूसँग एकछिन कुराकानी गरिसकेपछि फुपूले मलाई बाबे गर्नुभयो। मेरो काम पनि छिटै सकेर होला नि, आज काम भन्दा धेरै चाहिँ घुम्न निस्के जस्तो भएको थियो। घर पुगिसकेपछि चाहिँ म डाइरेक्ट किचनमा गएर चाहिँ खाजा बनाउन थालेँ। खाजा चाहिँ आज मैले दुनुट बनाउन थालेको चाहिँ होममेड दुनुट। किङ्गन भनेपछि मलाई एकदमै मनपर्छ। अब होटेलमा रेस्टुरेन्टमा बना जस्तो त बनाउन सक्दिनँ होला, त्यही पनि सकेसम्म आफ्नो बेस्ट चाहिँ दिन्छु मैले। त्यही भएर आज चाहिँ मैले होममेड दुनुट बनाउन थालेको। दुनुटको साइज चाहिँ मैले सानो नै बनाएँ किनकि एकैचोटि 4वटा बनाउन सजिलो भयो मलाई। दुनुट चाहिँ कस्तो बनेको छ साथीहरू मेरो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसपछि हामी खाजा खान थाल्यौँ। बाबालाई चाहिँ दुनुट मन पर्यो रे, एकदम मिठो भएको छ भन्नुभयो। हस्, थ्याङ्क यू।